हामीले जीवनमा एक चिज चाहिँ एकदमै युनिक र शक्तिशाली चिज पाएको छौँ, तर त्यसको हेक्का हामीलाई छैन। त्यो के हो? हाम्रो सोच्ने क्षमता र हाम्रो सोच्ने तरिका। मानिसको जीवन कस्तो हुन्छ अरे नि हजुर, कसरी मानिसको जीवनको स्तर केमा भर पर्छ भने उसको सोच्ने तरिकामा भर पर्छ। यदि ऊ जति राम्रो सोच्छ उसको जिन्दगी त्यति नै राम्रो हुन्छ। यसरी हाम्रो जीवन सोचाइमा भर पर्दछ भने, सोच्ने तरिकामा भर पर्दछ भने हामी हाम्रो सोचाइलाई अझै शक्तिशाली कसरी बनाउन सक्छौँ? कसरी बनाउन सक्छौँ भने हामी स्पष्ट मनमा रहेका दुविधा शङ्कालाई हटाएर स्पष्ट र सिधा सोध्छ भने हाम्रो सोचाइको क्षमता अझै बढेर आउँछ, सोच्ने तरिका अझै पावरफुल भएर आउँछ। यो राम्रो किसिमले सिधा र स्पष्ट तरिकाले सोच्यो भने हामीलाई के फाइदा हुन्छ? एक नम्बरमा हामी जीवनमा प्राथमिकता के कुरालाई प्राथमिकता दिने भन्ने कुरा पत्ता लगाउन सक्छौँ। दोस्रो कुरा, हामी जीवनमा सिधा तरिकाले सोच्यो भने कन्फ्युजनहरू हटाएर हामी छिटो र सही निर्णय लिन सक्छौँ, निर्णय गर्ने क्षमता बढेर आउँछ। तेस्रो नम्बरमा हाम्रो आत्मविश्वास र आत्मबल पनि बढेर आउँछ। यदि हामीले सिधा र सिधो सोच्यो भने हामीले सही निर्णय लिन सक्छौँ र आत्मबल बढेर आउँछ। हामीले आफ्नो लक्ष्यसम्म पुग्ने दिशा पत्ता लगाउँछौँ, मतलब हामी त्यो लक्ष्यसम्म पुग्ने डिरेक्सन पत्ता लगाउन सक्दछौँ। त्यसो भए हामी किन मनका दुविधाहरू सब हटाएर स्पष्ट र सिधा नसोच्ने सोच्न थालौँ त हाम्रो जीवनको स्तर परिवर्तन हुन थालिहाल्छ। जीवनको स्तरमा पक्कै बदलाव आउनेछ।